सुरु गरौँ है त आजको क्लास। आज चाहिँ हामी यो एडभान्स फ्याक्ट्सहरु चाहिँ सुरु गर्न लाग्छौं। त्यसमा चाहिँ आज चाहिँ हामी यो स्टार्ट गर्छौं है। आज चाहिँ हाम्रो टपिक चाहिँ स्टार्ट कम है। स्टार्ट कम भनेको स्ट्याटिक साउन्ड कम्पेन्सेटर पनि भन्छ, स्ट्याटिक सिन्क्रोनस कम्पेन्सेटर पनि भन्छ है। सो नर्मली तपाईले स्ट्याटिक साउन्ड कम्पेन्सेटर भनेर अब बुझ्नु भयो चाहिँ हुन्छ यसलाई है, स्ट्याटिक साउन्ड कम्पेन्सेटर भनेर है। सो अब तपाईले यो स्ट्याटकमको बारेमा अलिकति बुझ्नु पर्दाखेरि चाहिँ स्ट्याटकम भनेको चाहिँ कस्तो खालको चाहिँ यो कम्पेन्सेटिङ डिभाइस हो भने यो चाहिँ हाम्रो यसले चाहिँ रिएक्टिभ पावर जेनेरेट गर्ने पनि काम गर्छ, रिएक्टिभ पावर कन्ज्युम गर्ने पनि काम गर्छ विथआउट एक्चुअली प्लेसिङ क्यापेसिटर एन्ड इन्डक्टर है। हामीले नर्मली क्यापेसिटर चाहिँ रिएक्टिभ पावर चाहिँ जेनेरेट गर्नु पर्यो भने क्यापेसिटर युज गर्छौं, रिएक्टिभ पावर कन्ज्युम गर्नु पर्यो भने इन्डक्टर युज गर्छौं। तर स्ट्याटकम भनेको चाहिँ हामीले यो प्यारललमा जोड्ने, सन्टमा जोड्ने कम्पेन्सेटिङ डिभाइस हो। कम्पेन्सेटिङ चाहिँ भनौं न मेथड हो जसले चाहिँ एक्चुअलमा क्यापेसिटर र इन्डक्टर युज नगरिकन आइदर इट क्यान जेनेरेट रिएक्टिभ पावर कन्ज्युम पनि गर्न सक्छ है। सो जस्तो यहाँ लोड छ, एउटा चाहिँ हामीले यहाँ लोड राख्यौं। यो लोड चाहिँ लेट्स से यो चाहिँ ल्यागिङ लोड छ। इट कन्ज्युम्स बोथ एक्टिभ पावर एन्ड रिएक्टिभ पावर। जब यो लोडले चाहिँ रिएक्टिभ पावर तान्छ भनेपछि यो जुन सोर्स साइडबाट सप्लाई दिएको हुन्छ यसको चाहिँ पावर फ्याक्टर चाहिँ ल्यागिङ पावर फ्याक्टर हुन्छ है। अब हामीले यो पावर फ्याक्टरलाई चाहिँ इम्प्रुभ गरेर 1 बनाउनु पर्यो, युनिटी पावर फ्याक्टर बनाउनु पर्यो भने हामीले यो पहिला अब यहाँ चाहिँ लेट्स से पावर फ्याक्टर सेन्सर भनेर भनेको छ र हाम्रो रिफरेन्स पावर फ्याक्टर भनेको 1 भनेर भन्छौं। अनि यो चाहिँ इररलाई यो जुन हुनुपर्ने पावर फ्याक्टर 1 अनि अहिले यहाँ जति पावर फ्याक्टर छ यो इररलाई चाहिँ हामी यो कन्ट्रोलरमा चाहिँ एज अ इनपुट फंक्सनको रूपमा दिन्छौं। अनि कन्ट्रोलर जहाँ चाहिँ हामी जसले चाहिँ कन्ट्रोलरले चाहिँ हाम्रो गेट सिग्नल जेनेरेटरमा सप्लाई दिन्छ र यो गेट सिग्नल जेनेरेटरले चाहिँ यो जुन कन्भर्टर सर्किट यसलाई हामी इन्भर्टर पनि भनेर भन्छौं है। इन्भर्टरको चाहिँ यसको गेटलाई चाहिँ कन्ट्रोल गर्छ र यो यदि यहाँ के गर्न खोजेको हो भने हामीले रिएक्टिभ पावर जेनेरेसन गर्नलाई नर्मल्ली क्यापेसिटर युज गर्छौं। क्यापेसिटरले के गर्छ, क्यापेसिटरले लिडिङ करेन्ट चाहिँ तान्छ। क्यापेसिटरले लिडिङ करेन्ट तान्छ भन्नुको मिनिङ क्यापेसिटरले लिडिङ करेन्ट तान्दाखेरि चाहिँ उसले रिएक्टिभ पावर सप्लाई गर्छ भनेर हामीले भनेका छौं हैन। क्यापेसिटरले नर्मल्ली लिडिङ करेन्ट तान्छ भन्नुको मिनिङ इट सप्लाइज द रिएक्टिभ पावर। त्यसो हो भने हामीले यो इन्भर्टर राखेर यो इन्भर्टरले चाहिँ लिडिङ करेन्ट तान्ने गरी चाहिँ यसलाई चाहिँ कन्ट्रोल गर्यौं भने है, क्यापेसिटरको ठाउँमा इन्भर्टर राखेर इन्भर्टरले क्यापेसिटरले चाहिँ लिडिङ करेन्ट तान्यो भने यसले रिएक्टिभ पावर सप्लाई गरेको भनेर हामी बुझ्न सक्छौं। कुरा बुझ्नुहुन्छ है। इन्भर्टरलाई हामीले यसरी कन्ट्रोल गर्नु पर्यो कि जसले लिडिङ करेन्ट चाहिँ तानोस्, सो जसले गर्दाखेरि यसले रिएक्टिभ पावर चाहिँ सप्लाई गरिराखोस् भन्ने बुझिन्छ। सो त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि अब यसले यहाँबाट यता रिएक्टिभ पावर चाहिँ सप्लाई गर्नको लागि चाहिँ जुन यो इन्भर्टरको आउटपुट टर्मिनल, यो इन्भर्टरको यो डीसी साइड र यो एसी साइड भयो भने जुन यो इन्भर्टरको आउटपुट टर्मिनल भोल्टेज यहाँनिर भिनट भनेर देखाएको छ, यो यदि भिनटको भ्यालु चाहिँ यो सोर्स साइडको भोल्टेज भीएस भन्दा बढी भयो भने, भिनटको भ्यालु चाहिँ सोर्स साइड भन्दा बढी भयो भने चाहिँ यदि भिनट इज ग्रेटर देन भीएस भयो भने रिएक्टिभ पावर चाहिँ यहाँबाट यता चाहिँ ट्रान्सफर हुने भयो नि हैन। रिएक्टिभ पावर ट्रान्सफर हुनु भनेको लिडिङ करेन्ट त कन्ज्युम गर्ने हो, बुझ्नुहुन्छ है त्यहाँनिर कुरा है। भनेपछि
हामीले चाहिँ के हुनु पर्यो भने यहाँनिर जति रियाक्टिभ पावर चाहिँ यो युनिटी पावर फ्याक्टर बनाउनको लागि जति रियाक्टिभ पावर चाहिँ लोडलाई तान्ने हो त्यति रियाक्टिभ पावर यो ब्रान्चबाट इन्भर्टरबाट सप्लाई दिनको लागि कति भिनट चाहिन्छ यो टर्मिनल आउटपुट भोल्टेज यो भिनट मेन्टेन गरेर चाहिँ हामीले यो रियाक्टिभ पावरलाई चाहिँ कन्ट्रोल गर्न सक्छौँ भनेको एक्टिभ के अरे जुन यो पावर फ्याक्टरलाई चाहिँ युनिटी मेन्टेन गर्न सक्छौँ और एज पर आवर रिक्वायरमेन्ट चाहिँ हामीले पावर फ्याक्टर चाहिँ इम्प्रुभ गर्न सक्छौँ अब यसमा हामीले यो इन्भर्टरलाई चाहिँ यो भिनट मेन्टेन गर्नको लागि हामीले के गर्छौँ यसको यो गेट सिग्नललाई चाहिँ कन्ट्रोल गर्छौँ गेट सिग्नलको जुन यो चाहिँ हाम्रो सिग्नल छ यो चाहिँ जुन कन्ट्रोलरबाट आएको छ यो चाहिँ हामीले यसरी चाहिँ बनाउँछौँ यो अहिले बुझ्नको लागि मैले यहाँ पावर फ्याक्टर सेन्सर भनेर राखेँ तर यो हार्डवेयरमा बनाउने बेलामा पावर फ्याक्टर सेन्सर यो कम्प्लेक्स हुन्छ त्यसो हुनाले हामी यसलाई भोल्टेज सेन्स गरेर गर्छौँ भोल्टेज सेन्स गरेर कसरी गर्ने भन्ने कुरा चाहिँ अहिले डिस्कसन गरौँला तर अहिले हामी एकचोटि के गरौँ भने यो स्ट्याटकमको चाहिँ कन्सेप्ट र यो सिन्क्रोनस कन्डेन्सरको कन्सेप्ट चाहिँ अलिकति कम्पेयर गरौँ तपाईहरुले यो पावर फ्याक्टर चाहिँ इम्प्रुभमेन्टको मेथडमा चाहिँ पहिले पढ्नु भएको थियो आइदर यु क्यान युज क्यापासिटर or you can use synchronous condenser भनेर तिमीले पावर सिस्टममा पढ्नु भएको थियो होला सायद अनि यो सिन्क्रोनस कन्डेन्सरमा चाहिँ हामीले के गर्थ्यौं भने सिन्क्रोनस मसिन चाहिँ युज गर्थ्यौं है सिन्क्रोनस मसिन नर्मली सिन्क्रोनस मोटर चाहिँ युज गर्थ्यौं है सिन्क्रोनस मोटरको चाहिँ रूपमा युज गर्दाखेरि हामीले यसमा तपाईले चाहिँ त्यो जुन सिन्क्रोनस मोटरमा इफेक्ट यो एक्साइटेसन करेन्ट भेराइ गर्दाखेरि कस्तो इफेक्ट पर्छ भनेर तपाईले सिन्क्रोनस मसिनमा पढ्नु भएको छ भिकल इन्भर्टेड भिकलहरु भनेर पावर सिस्टममा है त्यहाँ पावर सिस्टम र मसिनमा पनि पढ्नु भएको छ मेसिन 2 मा सो त्यही कुराहरु हो यसमा हामीले चाहिँ के गर्न सक्छौं भने त्यसमा हामीले यो जुन सिन्क्रोनस कन्डेन्सरको कन्सेप्ट के थियो भने मैले हल्का मात्र रिकल गरे अहिले यो चाहिँ हामीले यसको सिन्क्रोनस मसिनमा यसको एक्साइटेसन करेन्ट आईएफ लाई चाहिँ फिल्ड करेन्टलाई चाहिँ एक्साइटेसन करेन्ट भन्दा फिल्ड करेन्ट भन्ने एउटै कुरा हो यो फिल्ड करेन्टलाई चाहिँ भेराइ गरेर तपाईले यसको चाहिँ इन्ड्युस्ड ईएमएफ ई लाई चाहिँ तपाईले कन्ट्रोल गर्न सक्नुहुन्छ फिल्ड करेन्ट बढाइदिनु भयो भने इको म्याग्निट्युड चाहिँ बढ्छ र फिल्ड करेन्ट घटाउनु भयो भने इको म्याग्निट्युड घट्छ अनि तपाईले यो इको म्याग्निट्युड चाहिँ यो भीएस को म्याग्निट्युड भन्दा बढी बनाउनु भयो भने यसले चाहिँ रिएक्टिभ पावर सप्लाई गर्छ इको म्याग्निट्युड चाहिँ भीएस को भन्दा कम भयो भने चाहिँ यसले चाहिँ रिएक्टिभ पावर चाहिँ कन्ज्युम गर्छ यही नै कन्सेप्ट थियो है अनि अब यो कपलिङ ट्रान्सफर्मरहरु अनि यो एक्स नट भनेको चाहिँ टोटल रिएक्टेन्स अफ ट्रान्सफर्मर प्लस मसिनको चाहिँ टोटल रिएक्टेन्सलाई चाहिँ एक्स नट मानेको भन्ने भइहाल्यो सो यही कुरा चाहिँ यसमा पनि यस्तै नै हो खाली यहाँ चाहिँ सिन्क्रोनस चाहिँ मसिनको चाहिँ आर्मेचरको एक्रसको इन्ड्युस्ड ईएमएफ ई थियो भने अब यो चाहिँ इन्भर्टरको चाहिँ आउटपुट भोल्टेज भिनट चाहिँ हाम्रो यहाँ छ सो तपाईले यो फिगरबाट हेर्नुभयो भने यहाँ यो तीनवटा कन्क्लुजन चाहिँ लिन सक्नुहुन्छ यदि भिनटको म्याग्निट्युड चाहिँ भीएस को म्याग्निट्युड भन्दा बढी भयो भने इन्भर्टर जेनरेट्स रिएक्टिभ पावर है हाम्रो नर्मली तपाईहरुलाई के थाहा छ भने एक्टिभ पावर फ्लोको कन्ट्रोल चाहिँ जुन यो पावर एंगल डेल्टाले गर्छ डेल्टा भनेको दुईटा भोल्टेजको एंगल बीचको डिफरेन्स त्यसले चाहिँ हाम्रो चाहिँ एक्टिभ पावर फ्लोलाई कन्ट्रोल गर्छ भने भोल्टेजको म्याग्निट्युडले चाहिँ रिएक्टिभ पावरको फ्लोलाई कन्ट्रोल गर्छ सो यदि भिनटको भ्यालु भीएस को भ्यालु भन्दा बढी भयो भने त्यति बेला चाहिँ इन्भर्टर जेनरेट्स द रिएक्टिभ पावर मेरो 1 मिनेट मात्र है त यहाँबाट फोन आयो
ओके, सुनिराख्नु भएको छ है विश्वास? यस सर, सुनिरहेछ। ओके, सो यहाँनिर चाहिँ के भयो भने यदि यो भीएस भन्दा भी0 को म्याग्निट्युड बढी भयो भने इन्भर्टरले रिएक्टिभ पावर जेनेरेट गर्छ, अनि भी0 को भोल्टेज चाहिँ कम भयो भने चाहिँ इन्भर्टरले चाहिँ रिएक्टिभ पावर कन्ज्युम गर्छ, अनि इक्वल भयो भी0 र भीएस को बीचमा इक्वल भयो भने रिएक्टिभ पावरको एक्सचेन्ज हुँदैन, नो एक्सचेन्ज अफ फेज। सो स्ट्याटकमको मेन कन्सेप्ट नै यही नै हो के। अब हामीले यो भी0 को भोल्टेज चाहिँ भीएस भन्दा अलिक बढी धेरै ठुलो भयो भने बढी रिएक्टिभ पावर जेनेरेट गर्छ, कम ठुलो भयो भने कम रिएक्टिभ पावर जेनेरेट गर्छ, कन्सेप्ट त्यही नै हो है। हामीले मोस्ट अफ द केसमा चाहिँ स्ट्याटकम भन्ने बित्तिकै यो पहिलो कन्सेप्टमा चाहिँ युज गर्छौँ, भनेको जति बेला रिएक्टिभ पावर चाहिँ सपोर्ट चाहिन्छ त्यति बेला चाहिँ हामी स्ट्याटकमलाई चाहिँ बढी फ्रिक्वेन्टली चाहिँ युज गर्छौँ। अब यसलाई अलिकति एउटा यो इक्विभ्यालेन्ट सर्किटमा जाउँ। इक्विभ्यालेन्ट सर्किटमा हामीले रिप्रेजेन्ट गर्यौँ भने के गर्न सक्छौँ भने मोस्ट अफ द केसमा हामीले अघि भनिहाल्यौँ क्यापेसिटिभ मोडमा चाहिँ काम गर्छ, त्यसैले त्यसैको लागि हामीले फोकस गर्छौँ। इन्डक्टिभ मोडमा खासै चलाइँदैन, थ्योरिटिकल्ली चलाउन सकिन्छ तर प्र्याक्टिकल्ली चाहिँ त्यति धेरै इन्डक्टिभ मोडमा चलाइँदैन, किनभने रियल एप्लिकेसन्सहरू पनि हामीलाई रिएक्टिभ पावर सपोर्ट गर्नुपर्ने के अरे रिएक्टिभ पावर उल्टो कन्ज्युम गर्नुपर्ने खासै केस हुँदैन रियल पावर सिस्टममा। त्यसो हुनाले मोस्ट अफ दि लोडहरू इन्डक्टिभ हुने र त्यसमा चाहिँ यो रिएक्टिभ पावर चाहिँ उल्टो सपोर्ट गर्नुपर्ने भएको हुनाले क्यापेसिटिभ मोड चाहिँ बढी चाहिँ हामीलाई युज हुन्छ, बढी युजफुल हुन्छ। यसलाई हामीले यसको इक्विभ्यालेन्ट सर्किट बनायौँ भने यो चाहिँ टोटल स्ट्याटकम सहितको एउटा पावर सिस्टम र स्ट्याटकम सहितको एउटा इक्विभ्यालेन्ट सिस्टम बनायौँ भने यो लोड भनेको चाहिँ हामीले इन्डक्टिभ लोडले चाहिँ रिप्रेजेन्ट गर्न सक्छौँ। आर र चाहिँ एक्सएल, आरएल लोड जस्तो भयो। आर र एक्सएललाई चाहिँ हामीले चाहिँ सिरिजमा राखेर यो लोडलाई चाहिँ रिप्रेजेन्ट गर्न सक्छौँ। यसले चाहिँ इन्डक्टिभ के अरे रिएक्टिभ पावर पनि कन्ज्युम गर्छ भन्ने बुझिन्छ भने यसलाई रिप्रेजेन्ट गर्न चाहिँ हामीले के गर्छौँ भने यो आर0 भनेको चाहिँ हाम्रो चाहिँ के रिप्रेजेन्ट गर्न बनाएको हो भने यो चाहिँ ओभरअल जुन यो रिएक्टेन्स यो हुन्छ नि आर0 भनेको चाहिँ यो जुन कप्लिङ ट्रान्सफर्मर छ यिनीहरूको पनि केही पार्ट चाहिँ रेजिस्टेन्स हुन्छ, स्मल रेजिस्टेन्स हुन्छ, त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्नको लागि चाहिँ आर0 राखेको हो। अनि एक्स0 त भइ नै हाल्यो यो रिएक्टेन्स अफ ट्रान्सफर्मर भनेर। अनि यो जुन इन्भर्टर सर्किटले चाहिँ हाम्रो ओभरअल हाम्रो जुन एउटा भोल्टेज यहाँनिर बिल्डअप गर्ने भएको हुनाले हामीले यसलाई एउटा सिम्पल भोल्टेज सोर्सको रूपमा चाहिँ एनालोगी राख्न सक्छौँ। यो ओभरअल इन्भर्टर सर्किट जुन यो इन्भर्टर सर्किट छ यसलाई चाहिँ एउटा चाहिँ भोल्टेज सोर्सको रूपमा चाहिँ हामीले नर्मल्ली यहाँनिर रिप्रेजेन्ट गर्न सक्छौँ। सो यो चाहिँ आर0 चाहिँ त्यो जुन थोरै रेजिस्टेन्स हुन्छ त्यहाँको चाहिँ वाइन्डिङमा र चाहिँ त्यहाँको चाहिँ कन्डक्टरमा, अनि एक्स0 त भइ नै हाल्यो। अनि यो चाहिँ हाम्रो ओभरअल इन्भर्टरलाई चाहिँ एउटा भोल्टेज सोर्सको रूपमा इन्भर्टर चाहिँ लिन सक्छौँ। त्यहाँ चाहिँ यसको चाहिँ भोल्टेज भनेको भी0 र एङ्गल चाहिँ θ0 भनेर एजम्सन गरेको छ। अनि टोटल यो सोर्सको करेन्ट भनेको लोड करेन्ट प्लस यो चाहिँ यो जुन स्ट्याटकमको ब्रान्च, यो ओभरअल चाहिँ अब के भयो स्ट्याटकम ब्रान्च भयो। स्ट्याटकम ब्रान्चले कोबाट फ्लो भएको करेन्ट I0 र लोडबाट फ्लो भएको करेन्ट IL जोड्यो भने सोर्सको करेन्ट चाहिँ टोटल करेन्ट चाहिँ I आयो। अब यो इक्विभ्यालेन्ट सर्किटलाई फेजरमा यो अलिकति बुझ्नुपर्ने कुरा छ, यहाँनिर चाहिँ ख्याल गर्नु होला। यो इक्विभ्यालेन्ट सर्किटको फेजर डायग्राम चाहिँ हामीले यसरी बनाउँछौँ। मैले भन्दै जाँदाखेरि केही कन्फ्युजन भयो भने सोध्नु होला। अहिले हामीले के गरेका छौँ भने यो सोर्स भोल्टेज VS लाई चाहिँ एज अ रिफरेन्स लिएका छौँ। सो VS लाई चाहिँ हामीले 0 एङ्गलमा राख्यौँ। अब यो दुईटा ब्रान्चमा त प्यारलल छ भनेपछि त भोल्टेज त कन्स्ट्यान्ट हुन्छ। VS त स्ट्याटकम ब्रान्चमा पनि भोल्टेज VS हुने भयो, अनि यो लोड ब्रान्चमा पनि भोल्टेज चाहिँ VS हुने भयो। भनेपछि के आउने भयो त भने यो IL जुन लोड ब्रान्चबाट फ्लो हुने करेन्ट IL ले चाहिँ यो VS लाई चाहिँ phi L ले चाहिँ ल्याग गर्ने भयो है। phi L भनेको पावर फ्याक्टर एङ्गल अफ दिस लोड है, पावर फ्याक्टर एङ्गल अफ दिस लोड। सो लोड करेन्टले सप्लाई भोल्टेजलाई phi L ले ल्याग गर्यो, यहाँसम्म क्लियर भइहाल्यो। अब यो IL को चाहिँ हामीले एक्टिभ कम्पोनेन्ट र रिएक्टिभ कम्पोनेन्ट लेख्न सक्छौँ।
आइएल साइन फाइ गर्नुभयो भने यो चाहिँ भिएस भन्दा 90 डिग्री आउट अफ फेज हुने भयो भने आइएल कस फाइएल भनेर यो भिएस कै डिरेक्सनमा देखाउन सकिन्छ। यहाँ अहिले फिगरमा नदेखाएको हो, तपाईले यो बुझिहाल्नुहुन्छ। आइएल कस फाइएल चाहिँ भिएस कै डिरेक्सनमा हुन्छ एक्टिभ कम्पोनेन्ट है। सिमिलरली अर्को चाहिँ यहाँ देखाउन खोजेको कुरा चाहिँ के हो भने यो आइनटले हामीले के भनिरहेको छौँ, लिडिङ करेन्ट चाहिँ तान्छ। लिडिङ करेन्ट तान्छ भनेको अब यो भिएस भन्दा सर्टेन एंगलले चाहिँ लिडिङ भनेर हामीले यहाँ लेख्न सक्छौं, यो आइनट भनेर है, यो आइनटको। अब यो चाहिँ यो थीटा नट चाहिँ खास हामीले 90 बाट लेख्या हो, कहीं कहीं न्यूमेरिकलमा यो एंगल चाहिँ दिन्छ, यो कुरा चाहिँ त्यसले ख्याल गर्नुपर्ने हुन्छ। आइनट र भिएस को एंगल दिएको छ कि आइनट र यो 90 को बीचको एंगल दिएको छ भनेर अहिले हामीले यो थीटा नट 90 को बीचको चाहिँ एंगल सपोज एजम्पसन गर्यो, यो 90 को बीचको एजम्पसन गर्यो अहिले चाहिँ। त्यसो हो भने यो यसको पनि यो कम्पोनेन्ट जुन चाहिँ रिएक्टिभ कम्पोनेन्ट हो हैन, खास त एक्टिभ कम्पोनेन्ट त भिएस सँगको कम्पोनेन्ट हो, भिएस सँग 90 डिग्री आउट अफ फेज त रिएक्टिभ कम्पोनेन्ट भयो। यो चाहिँ आइनट कस थीटा नट आयो, यदि थीटा नट चाहिँ 90 सँगको एंगल मान्यौ भने। अनि यो आइनट साइन थीटा नट चाहिँ यो एक्टिभ कम्पोनेन्ट हो, भिएस कै डिरेक्सनमा आउँछ है। अनि हामीले अर्को के भनेका छौं भने यो चाहिँ थीटा भी नट चाहिँ के हुन्छ भनेर भनेका छौं त हामीले भने ठुलो हुन्छ। यो भिएस भन्दा भी नट को म्याग्निट्युड ठुलो हुनुपर्छ, जसले गर्दाखेरि यसले चाहिँ यो चाहिँ करेन्ट लिडिङ करेन्ट चाहिँ तान्छ। लिडिङ करेन्ट तान्छ भन्नुको मिनिङ रिएक्टिभ पावर चाहिँ दिन्छ। त्यसको लागि चाहिँ भी नट को भ्यालु चाहिँ ठुलो हुनुपर्छ। सुनाल तपाईले यहाँ के देख्न सक्नुहुन्छ भने सप्लाई भोल्टेज भिएस को कम्पेयरमा यो भी नट को म्याग्निट्युड चाहिँ ठुलो देख्न सक्नुहुन्छ। अब भी नट को म्याग्निट्युडमा यो एक्स नट को एक्रोस को भोल्टेज ड्रप र आर नट को एक्रोस को भोल्टेज ड्रप को भेक्टर सम, यो तीनटाको भेक्टर सम गर्यो भने भिएस आउने हो। अब तपाईले यहाँ हेर्नुस् त, आर नट को एक्रोस को भोल्टेज ड्रप भनेको आई नट इन्टु आर नट हो। त्यो त आई नट कै डिरेक्सनमा हुन्छ। आई नट को डिरेक्सन यो छ, यही डिरेक्सनमा आई नट आर नट हुन्छ। अनि एक्स नट को एक्रोस को भोल्टेज चाहिँ भनेको यो चाहिँ के हुन्छ, एक्स नटमा आई नट यो भयो भने यो एक्स मा इन्डक्टरमा चाहिँ भोल्टेज त लिडिङ हुन्छ, करेन्ट ल्यागिङ हो। यो भन्दा 90 डिग्री यता आउँछ। यसको भेक्टरलाई हामीले यहाँ रिप्लेस गर्यौ भने यो आई नट एक्स नट चाहिँ यो डिरेक्सनमा यसरी आको, यो आई नटलाई चाहिँ 90 डिग्रीले लिड गर्नुपर्ने भएको हुनाले यो आई नट एक्स नट चाहिँ यो डिरेक्सनमा आको है। सो भी नट प्लस आई नट एक्स नट प्लस आर नट आई नट आर नट गरेपछि भिएस आयो, यहाँ केभीएल लगाएको हो, त्यसैले त्यो भेक्टर सम गरेको है। सो यो फेजर डायग्राम क्लियर छ? के रिपिट गर्नुपर्छ भने भन्नुस् त। सो अब तपाईले यहाँ हेर्नुस् त, रिएक्टिभ पावर ड्रन बाइ द लोडले तानेको रिएक्टिभ पावर भनेको त के हो त भने लोडको एक्रोसको भोल्टेज भिएस इन्टु रिएक्टिभ कम्पोनेन्ट अफ करेन्ट भनेको आइएल साइन फाइएल। सो भिएस आइएल साइन फाइएल गर्नुभयो भने रिएक्टिभ पावर ड्रन बाइ लोड हो। सिमिलरली रिएक्टिभ पावर सप्लाइड बाइ स्ट्याटकम ब्रान्चले दिने रिएक्टिभ पावर भनेको त यो स्ट्याटकमको एक्रोसको टोटल भोल्टेज भिएस इन्टु अनि यसको चाहिँ रिएक्टिभ करेन्ट भनेको आई नट कस थीटा नट। अब युनिटी पावर फ्याक्टरको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि लोडले तान्ने सबै रिएक्टिभ पावर चाहिँ स्ट्याटकमले चाहिँ सप्लाई गर्नु पर्यो भनेपछि यो दुईटा इक्वल हुनु पर्यो। यो दुईटा इक्वल हुने भयो भने सोर्सको करेन्ट आई जुन यो छ नि आइएल प्लस आई नट, यहाँ आइएल प्लस आई नट दुईटाको भेक्टर सम गरेर सोर्स करेन्ट आई छ, सोर्स करेन्ट आई चाहिँ भिएस सँग सेम फेजमा हुन्छ भन्नुको मिनिङ युनिटी पावर फ्याक्टर हुन्छ। सो यो युनिटी पावर फ्याक्टर हुनको लागि त यो इक्वल हुनु पर्यो। सो भिएस आइएल साइन फाइएल इक्वल्स टु भिएस आई नट कस थीटा नट भयो भने यति बेला चाहिँ युनिटी पावर फ्याक्टर अपरेसन हुन्छ भनेर भनेको है। अब यो त्यही अघिकै इक्विभ्यालेन्ट चाहिँ सर्किट र फेजर डायग्रामलाई चाहिँ यहाँ राखेको हो। यो आई भनेको कुराहरूलाई नै यहाँ लेखेको छ। आइडियल केसमा इफ देयर इज नो पावर लस इन स्ट्याटकम ब्रान्च। अब खास हामीले यो एउटा कुरा चाहिँ के हो भने
स्ट्याटकमले क्यापेसिटर राखेको भए क्यापेसिटरले पर्फेक्टली 90 डिग्री लिडिङ करेन्ट चाहिँ ड्र गर्थ्यो है। तर अब यो स्ट्याटकम ब्रान्चमा चाहिँ कम्प्लिटली 90 डिग्री हुँदैन, थोरै चाहिँ एक्टिभ पावर लस त्यो आर नटबाट फ्लो भयो, करेन्ट फ्लो भइसकेपछि आई नटको स्क्वायर इन्टु आर नट, आई स्क्वायर आर थोरै पावर लस हुन्छ, जसले गर्दाखेरि यो कम्प्लिटली 90 डिग्री हुँदैन, 90 डिग्री भन्दा अलिकति कमले चाहिँ लिड गर्छ आई नटले। सो थीटा नट, यो थीटा नट छ, यो खास हुनुपर्ने क्यापेसिटर राखेको भए सुड इक्वल टु 0 हुनुपर्ने हो है। त्यो भनेको आई नटले चाहिँ भीएस लाई 90 डिग्रीले लिड गर्नुपर्ने हो। बट इन रियल प्र्याक्टिस देयर इज सम पावर लस इन स्ट्याटकम ब्रान्च। स्ट्याटकम ब्रान्चमा चाहिँ थोरै एक्टिभ पावर लस पनि हुन्छ। पावर लस भन्नाले एक्टिभ पावर लस भनेर भनेको हो। यो स्ट्याटकम ब्रान्चमा थोरै एक्टिभ पावर लस हुन्छ। दिस पावर लस इज गिभन बाई, त्यो भनेको यो आर नटबाट आई नट करेन्ट फ्लो भएको कारणले हुने लस हो। त्यसो हुनाले आई स्क्वायर आर, आई नट स्क्वायर आर नट भनेर हामीले भन्न सक्छौँ। यसलाई अर्को तरिकाले भन्यौँ भने हाम्रो एक्टिभ पावर लस भनेको यो करेन्ट, यो आई नट करेन्टको जुन यो एक्टिभ कम्पोनेन्ट इन्टु भोल्टेज गर्यो भने पनि हाम्रो एक्टिभ पावर लस आउँछ। एक्टिभ कम्पोनेन्ट भनेको आई नट साइन थीटा नट, भोल्टेज भनेको भीएस। सो भीएस भीआई साइन थीटा। यो साइन चाहिँ साइन किनभने फेरि तपाईँले भन्नु होला एक्टिभ पावर लस भनेको त भीआई कस थीटा हो भनेर, किनभने यो थीटा चाहिँ भी र आई बीचको एंगल नभइकन आई र 90 को बीचको एंगल हो। यदि यो थीटा भी र आई को बीचको एंगल भएको भए यो भीएस आई नट कस थीटा नै हुन्थ्यो है। यो फिगर अनुसार चाहिँ भीएस आई नट साइन थीटा नट भएको हो। सो तपाईले अब यो आई नट स्क्वायर आर नट इक्वल्स टु भीएस आई नट साइन थीटा नट भनेर लेख्न सक्नुहुन्छ। द एसी सिस्टम विल सप्लाई दिस पावर लस। यो पावर लस अब चाहिँ नर्मल्ली के हुन्छ, जुन एसी सिस्टमले चाहिँ यो पावर लसलाई चाहिँ सप्लाई गरेको हुन्छ। अब सो hence the basic operating principle of STATCOM is that inverter shall produce the output voltage V naught with magnitude V naught, okay? Proper magnitude V naught and phase theta naught. Theta naught पनि maintain गर्नु पर्यो, so that the reactive component of I naught, the I naught cos theta naught, यो cancels the reactive component of the load current, that is IL sin phi L. हामीले यो V naught र theta naught लाई यसरी मेन्टेन गर्नु पर्यो जसले रिएक्टिभ कम्पोनेन्ट, यो करेन्टको रिएक्टिभ कम्पोनेन्टलाई चाहिँ एकअर्कामा क्यान्सल आउट गरोस् र युनिटी पावर फ्याक्टर चाहिँ बनोस्। सो अब यसको कन्ट्रोल स्ट्र्याटेजीमा अलिकति हामी डिस्कसन गर्छौं है त। अब अलिकति कन्ट्रोल स्ट्र्याटेजीमा चाहिँ डिस्कसन गर्छौं। So referring to the phasor diagram, just 1.2b, त्यो अघिकै फेजर डायग्राम हो यो, र यो पनि हामीले अघिकै इक्विभ्यालेन्ट सर्किटलाई चाहिँ लियौं, यो टोटल इन्भर्टर ब्रान्च भनेर है। रिफरिङ टु द फेजर डायग्राम एन्ड द एक्टिभ पावर फ्लो थ्रु द स्ट्याटकम ब्रान्च भनेको चाहिँ हामीले के भनेछौं, यो स्ट्याटकम ब्रान्चबाट फ्लो हुने एक्टिभ चाहिँ पावर भनेको भीएस इन्टु यसको करेन्टको एक्टिभ कम्पोनेन्ट हो, त्यो भनेको आई नट साइन थीटा नट हुन्छ। सो यो P naught equals to Vs I naught sin theta naught हो। अनि at steady state operation the active power through STATCOM branch P naught is equal to the power loss in STATCOM branch। अब यहाँबाट I naught करेन्ट त फ्लो भएसँगै त्यो I naught स्क्वायर R naught त भइ नै हाल्छ है। अब स्टेडी स्टेट अपरेसनमा चाहिँ के हुन्छ भन्दाखेरि यो स्टेडी स्टेट अपरेसन भनेको त्यो ब्यालेन्स कन्डिसनमा चाहिँ के हुन्छ भन्दाखेरि यो ब्रान्चबाट जति चाहिँ एक्टिभ पावर फ्लो भएको छ त्यो भनेको स्ट्याट यसमा हुने लस हो। यसबाट फ्लो हुने चाहिँ टोटल एक्टिभ पावर भनेको VI sin थीटा, यसमा हुने एक्टिभ पावर लस भनेको I स्क्वायर R। भनेपछि नर्मल स्टेडी स्टेटमा यो ब्रान्चबाट फ्लो हुने टोटल एक्टिभ पावर भनेको यसबाट हुने एक्टिभ लस इक्वल हुन्छ। त्यसो हुनाले यो स्टेडी थीटा स्टेडी चाहिँ कति हुन्छ भनेको एकदमै ब्यालेन्स्ड कन्डिसनमा चाहिने रिएक्टिभ पावर मात्रै कन्ज्युम चाहिँ एक्टिभ पावर मात्रै यो ब्रान्चबाट फ्लो भएको कन्डिसनमा थीटाको भ्यालु कति चाहिन्छ, थीटा स्टेडीको भ्यालु चाहिँ कति चाहिन्छ, यो थीटा नटको भ्यालु कति भयो भने त्यति ठ्याक्कै त्यति यसमा हुने लस जति मात्रै एक्टिभ पावर तान्छ भन्न खोजेको है। यसलाई मिलाएर त्यसरी बुझ्नु होला। यो थीटा स्टेडी भनेको थीटाको भ्यालु कति भयो भने
यो ब्रान्चले यसमा हुने लस मात्रै एक्टिभ पावर तान्छ भन्न खोजेको हो बुझ्नु है सो त्यसो हो भने थीटा स्टडी को भ्यालु चाहिँ sin इन्भर्स I नट R नट बाइ BS आउँदो रहेछ भने थीटा को भ्यालु चाहिँ हामीले यति चाहिँ बनाउन सक्यौं भने थीटा को भ्यालु यति बनाउन सक्यौं भने यहाँ हुने लस मात्रै एक्टिभ पावर चाहिँ तान्छ त्यो भन्न खोजेको अब यदि थीटा नट को भ्यालु चाहिँ यो थीटा स्टडी भन्दा बढी भयो भने के हुन्छ कम भयो भने के हुन्छ हामीले त्यो थाहा पाउनु पर्ने हुन्छ सो यदि यो थीटा को भ्यालु चाहिँ हामीलाई लस को लागि मात्र चाहिने पावर तान्न भन्दा जति चाहिन्थ्यो थीटा को भ्यालु त्यो भन्दा थीटा स्टडी भन्दा बढी भयो भने the active power flow through the STATCOM branch becomes more than the power loss in R naught. R naught मा हुने जति पावर लस हो त्यो भन्दा बढी चाहिँ एक्टिभ पावर चाहिँ STATCOM ब्रान्चले तान्छ है यदि थीटा नट को भ्यालु चाहिँ बढी भयो भने थीटा स्टडी भन्दा बढी हुन भयो भने in such a case the axis of active power charges the DC capacitor. अब यो हामीले जुन यो इन्भर्टरको सेकेन्डरी साइडमा चाहिँ क्यापेसिटर राखेका छौं नि पहिला यसको अलिकति कुरा गर्छु 1 मिनेट अनि यसमा जान्छु म यो क्यापेसिटर चाहिँ खास के हो भने यो क्यापेसिटरको ठाउँमा हामीले ब्याट्री राखे पनि हुन्छ यो क्यापेसिटरले रिएक्टिभ पावर निकाल्छ भनेर क्यापेसिटर राखेको होइन बुझ्नुभयो यो क्यापेसिटर नर्मल कम्पेन्सेटरमा चाहिँ यसले रिएक्टिभ पावर सप्लाई दिन्छ भनेर राखेको क्यापेसिटर होइन यसमा चाहिँ केही एक्सेस चार्ज चाहिँ स्टोर गर्नको लागि चाहिँ राखेको हो यसमा हामीले ब्याट्री राख्न पनि मिल्छ है नर्मली इन्भर्टरमा ब्याट्री हुन्छ तर स्ट्याटकममा ब्याट्री राख्दाखेरि ब्याट्रीको साइज अलि बल्की पनि हुने ठुलो पनि हुने र ब्याट्रीको लाइफ पनि कम हुने ब्याट्रीको लाइफ नर्मली 4-5 वर्ष मात्रै हुन्छ ब्याट्रीको लाइफ पनि कम हुने भएको हुनाले त्यो रोबस्टनेस र लङ लाइफको लागि चाहिँ हामीले ब्याट्रीको ठाउँमा चाहिँ क्यापेसिटर राखेको हो सुनाले क्यापेसिटर नै हुनुपर्ने भन्ने म्यान्डेटोरी होइन र बुझ्नु है यो सबभन्दा पहिला यो चाहिँ हामीले ब्याट्री राखे पनि हुन्छ एउटै कुरा हो ब्याट्री चाहिँ बल्क हुने र लाइफ कम हुने भएको हुनाले यहाँ चाहिँ हामीले क्यापेसिटर राखेको हो अब यहाँ हेरौँ अब थीटाको भ्यालु थीटा स्टडी भन्दा थीटा नटको भ्यालु बढी भयो भने चाहिँ एक्टिभ पावर फ्लो थ्रु द स्ट्याटकम ब्रान्च बिकम्स मोर देन द पावर लस इन आर नटमा हुने पावर लस भन्दा बढी एक्टिभ पावर तान्छ अब यसमा हुने लस जति त हुन्छ बाँकी एक्टिभ पावर कहाँ जान्छ त भन्दाखेरि द एक्सिस अफ एक्टिभ पावर चार्जेस द डीसी क्यापेसिटर कजिङ इन्क्रिज इन VDC अब यो बढी भएको एक्टिभ पावरले चाहिँ यो क्यापेसिटरमा चाहिँ क्यापेसिटरलाई चाहिँ चार्ज गर्न थाल्छ जसले गर्दाखेरि VDC को भ्यालु चाहिँ बढ्छ अघि स्टेडी स्टेटमा जति भ्यालु VDC को भ्यालु थियो अहिले अब त्यो स्टेडी स्टेटको VDC को भ्यालु भन्दा क्यापेसिटर चार्ज हुन थालेपछि VDC को भ्यालु बढ्न थाल्छ अब यदि थीटाको भ्यालु थीटा नटको भ्यालु चाहिँ थीटा स्टडी भन्दा कम भयो भने के हुन्छ when थीटा नट इज लेस देन थीटा स्टडी भन्दा कम भयो भने द एक्टिभ पावर फ्लो थ्रु द स्ट्याटकम ब्रान्च बिकम्स लेस देन द पावर लस इन द आर नटमा जति लस हुने पर्ने हो यहाँको आर नटमा जति लस हुने हो त्यो भन्दा कम एक्टिभ पावर मात्र यताबाट आउँछ तर यसमा हुने लस त भइ नै हाल्छ I नट इन्टु आर I स्क्वायर आर लस त हुन परिहाल्यो भनेपछि त्यो लसको लागि नपुगेको पावर चाहिँ कहाँ आउँछ एक्टिभ पावर भन्दाखेरि यो जुन अघि यो क्यापेसिटरमा चाहिँ चार्ज स्टोर भएको छ त्यसले चाहिँ एक्टिभ पावर सप्लाई गर्छ है when theta not is less than theta steady the active power flow through the STATCOM branch becomes less than the power loss in R naught and DC capacitor gets discharged to supply the power loss in R naught causing decrease in VDC अब थीटा नट को भ्यालु चाहिँ थीटा स्टडी भन्दा कम भएपछि यो क्यापेसिटर चाहिँ डिस्चार्ज हुन थाल्छ र डिस्चार्ज भएर चाहिँ यो जुन लसको लागि नपुगेको एक्टिभ पावर चाहिँ यसले सप्लाई गर्छ र यति बेला चाहिँ VDC को भ्यालु चाहिँ के हुन्छ घट्छ अहिलेको स्टेडी स्टेटको कन्डिसनको चाहिँ VDC भन्दा अहिलेको भ्यालु चाहिँ घट्छ हेन्स अब हामीले के गर्नु पर्यो भने यो स्ट्याटकमले कन्टिन्युअसली के गरोस् भने यो चाहिँ जति लस हुने हो त्यति मात्र एक्टिभ पावर तानोस् हेर्नुस् है यसमा जति आर नटमा जति लस हुने हो त्यति मात्र एक्टिभ पावर तानोस् भन्नको लागि हामीले के गर्नु पर्यो भने कुनै पनि हिसाबले हामीले यो VDC लाई चाहिँ कन्स्टेन्ट बनाउन सक्यौं भने VDC लाई चाहिँ कन्स्टेन्ट बनाउन सक्यौं भने त्यसको मिनिङ के हो भने VDC भेरिएसन भएको छैन भन्नुको मिनिङ त यहाँ जति लस चाहिएको छ त्यति मात्र एक्टिभ पावर तानेको छ भन्ने बुझिन्छ त्यसो हुनाले VDC can be utilized as the feedback signal to control the phase of the inverter output voltage.
अब हामीले एक्टिभ पावर फ्लोको कन्ट्रोलको लागि खास हामीले रिफरेन्स भ्यालु लिन पर्ने थीटा स्टेडी हो है, थीटा स्टेडी हो। तर थीटा स्टेडीको फिडब्याक चाहिँ हामीले एज अ रिफरेन्सको रूपमा लिनको लागि गाह्रो हुन्छ। त्यसो हुनाले हामीले थीटा सेन्स गर्न त गाह्रो हुन्छ नि। थीटा सेन्स गर्न गाह्रो भएपछि हामीले यो भोल्टेज त सेन्स गर्न सजिलै सकिन्छ। हुनाले थीटा स्टेडी सेन्स गर्नु भनेको यो भिडिसी चाहिँ कन्स्टेन्ट गर्नु रहेछ भनेपछि अब हामीले भिडिसी सेन्स गर्ने र यसलाई चाहिँ कन्स्टेन्ट गराउनको लागि यो एउटा चाहिँ कन्स्टेन्ट हुनुपर्ने स्टेडी भिडिसी कति हो त्यो चाहिँ हामीले रिफरेन्स दिन्छौँ र यसलाई चाहिँ एक्चुअलमा कति छ त्यसलाई चाहिँ फिडब्याकको रूपमा लिन्छौँ र त्यो इरर सिग्नलबाट चाहिँ हामीले यो थीटा नटलाई चाहिँ कन्ट्रोल गर्छौँ र जसले चाहिँ यो ब्रान्चबाट हुने एक्टिभ पावर फ्लोलाई चाहिँ कन्ट्रोल गर्छ। हामीले स्ट्याटकममा चाहिँ एक्टिभ पावर फ्लोको कन्ट्रोल र रिएक्टिभ पावर फ्लोको कन्ट्रोल दुईटा कन्ट्रोल लुप चाहिँ आइडिया हुनुपर्छ। यो चाहिँ अहिले हामीले एक्टिभ पावर फ्लो लुपको कन्ट्रोलको चाहिँ कुरा गऱ्यौँ। ठिक छ, बुझिराख्नु भएको छ? अमृत तपाईँले एकचोटि यसलाई एक्सप्लेन गर्नुहोस् त मैले भनेको अहिले कुरालाई। अमृत सुन्दै हुनुहुन्छ? अमृत ओके, आई थिंक अमृतले सुनेको छैन जस्तो छ। देवकुमार सुन्दै हुनुहुन्छ है? ओके, यो एक्टिभ चाहिँ पावर कन्ट्रोलको लुपलाई चाहिँ तपाईले एकचोटि फेरि एक्सप्लेन गर्नुहोस् त मैले भनेको कुरालाई एकचोटि। पावर थ्रु स्ट्याटकम भनेको पी नट इक्वल्स टु भिएस आई नट साइन थीटा नट छ। अनि पावर लस ड्यु टु यो रिएक्टेन्स र यहाँ रेजिस्टेन्स छ त्यसले गर्दा रेजिस्टेन्सले गर्दा जुन लस हुन्छ स्ट्याटकममा त्यो चाहिँ गिभेन बाई आई नट स्क्वायर आर नट हुन्छ। अनि स्टेडी कन्डिसनमा जुन हुन्छ दुइटै जुन यो भिएस आई नट साइन थीटा अनि आई नट स्क्वायर जुन लस हुन्छ त्यो दुइटै इक्वल हुन्छ। अनि त्यसबाट हामीले जुन छ थीटा स्टेडीको भ्यालु चाहिँ निकाल्न सक्छौँ जुन चाहिँ साइन इन्भर्स आई नट आर नट बाई भिएस हुन्छ। अनि जुन बेला थीटा नट र थीटा स्टेडीको भ्यालु इक्वल हुन्छ त्यो बेला चाहिँ जति पावर लस हुन्छ यसमा त्यो चाहिँ यसले पावर लस र यो चाहिँ पावर जुन छ ट्रान्सफर दुइटै इक्वल भइहाल्छ। अनि जुन बेला थीटा नटको भ्यालु चाहिँ थीटा स्टेडी भन्दा ग्रेटर हुन्छ त्यो बेला चाहिँ पावर जुन जेनेरेट हुन्छ त्यो चाहिँ लस भन्दा ग्रेटर हुन्छ जसले गर्दा चाहिँ यो क्यापेसिटर चार्ज हुन्छ। अनि अर्को केसमा थीटा नट चाहिँ जुन थीटा स्टेडी भन्दा लेस देन भयो भने त्यो बेला चाहिँ क्यापेसिटर डिस्चार्ज भएर यो लसलाई मेन्टेन गर्छ। अनि त्यसले गर्दा हामीले अब त्यो थीटा स्टेडीलाई रिफरेन्स नलिएर भिडिसीलाई रिफरेन्स बनाएर अनि कन्स्ट्यान्ट गर्न खोज्छौँ। अनि जसले गर्दा चाहिँ यो लस जुन लस हुन्छ त्यो गएर योसँग इक्वल पावर जेनेरेटरसँग इक्वल होस् भनेर। ओके, एक्सलेन्ट देवकुमार है, मैले ठिक भन्नुभयो। अहिले हामीले यो किन गरिरहेछौँ भन्दाखेरि भिडिसी किन लिनुपर्छ भन्दा चाहिँ नि यो थीटाको चाहिँ हामीले चाहिँ कन्टिन्यू फिडब्याक लिनु पर्यो भने यो कम्प्लेक्स हुन्छ। उनीहरूले भिडिसी चाहिँ हामीले थीटा चाहिँ कन्ट्रोल गर्नु भनेको भिडिसी कन्स्ट्यान्ट गर्नु जस्तै रहेछ। सो हुनाले भिडिसी चाहिँ हामीले फिडब्याकको रूपमा लिन्छौँ र त्यो स्टेडी स्टेटको चाहिँ भिडिसी कति हो कन्स्ट्यान्ट चाहिँ यो क्यापेसिटरको एक्रोसको कन्स्ट्यान्ट भोल्टेज कति हो त्यो चाहिँ हामीले रिफरेन्स भ्यालु दिन्छौँ। अनि एक्चुअल भ्यालु चाहिँ यसमा कति भ्याराइ भइरहेछ त्यो दिन्छौँ र त्यसको इरर सिग्नलले चाहिँ हामीलाई अब यसलाई कन्स्ट्यान्ट बनाउन खोज्छ, इरर जिरो बनाउन खोज्छ कन्टिन्युअसली हाम्रो कन्ट्रोलरले। जसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ जति हुनुपर्ने एक्टिभ पावर लस हो त्यति मात्रै सोर्सबाट एक्टिभ पावर चाहिँ तान्छ स्ट्याटकम ब्रान्चले। त्यो कुरा भयो है। अब त्यसरी नै यो चाहिँ हाम्रो नेक्स्ट रिएक्टिभ पावर कन्ट्रोलवाला चाहिँ लुपको लागि हो। करेन्ट थ्रु द इन्भर्टर ब्रान्च भनेको हामीले कसरी निकाल्न सक्छौँ भन्दाखेरि आई नट भनेको भिएस माइनस भी नट बाई आर नट प्लस जेएक्स नट हो होइन। यही सर्किटमा हामीले सिम्पली अहिलेको सर्किटमा हेऱ्यौँ भने यहाँबाट चाहिँ यहाँ आई नटको भ्यालु चाहिँ कति हो त भने भिएस माइनस
भी नट बाई यसको चाहिँ इम्पेडेन्स हो हैन सो VS माइनस भी नट बाई यसको इम्पेडेन्स भनेको R नट प्लस JX नट हो एन्ड द रिएक्टिभ पावर जेनेरेटेड बाई द स्ट्याटकम भनेको चाहिँ के हो त भने स्ट्याटकमले जेनेरेटेड गर्ने रिएक्टिभ पावर भनेको चाहिँ VS I नट cos थीटा नट हो हैन रिएक्टिभ पावर भनेको अघिको हामीले फिगरबाट हेर्नुभयो भने यो VS I नट cos थीटा नट हो भनेपछि यो स्ट्याटकमले जेनेरेट गर्ने रिएक्टिभ पावर चाहिँ VS I नट cos थीटा नट यो I नट को भ्यालु चाहिँ यो एक्सप्रेसनबाट तपाईले यहाँ राख्नु भयो भने यो V नट को भ्यालुमा चाहिँ के हुन्छ भर पर्दो रहेछ के Q को भ्यालु चाहिँ Q स्ट्याटकमले चाहिँ कति भ्यालु निकाल्ने भनेको यसको टर्मिनल भोल्टेज कति छ इन्भर्टरको टर्मिनल भोल्टेज V नट को भ्यालु कति छ त्यसमा चाहिँ डिपेन्ड गर्दो रहेछ therefore the reactive power generated by the STATCOM can be varied by changing the magnitude of the inverter output voltage V naught. यो V naught लाई चाहिँ हामीले भेराइ गरेर यो Q stat को भ्यालु चाहिँ STATCOM को Q को भ्यालु चाहिँ चेन्ज गर्न सक्छौं. When the load reactive power increases, जब लोड को चाहिँ रिएक्टिभ पावर बढ्छ, टर्मिनल भोल्टेज across the load decrease. हामीलाई obviously के थाहा छ भने लो टर्मिनलमा रिएक्टिभ पावर डिमान्ड बढ्ने बित्तिकै त्यसको टर्मिनल भोल्टेज चाहिँ घट्न थाल्छ. Hence, change in terminal voltage can be utilized as the feedback signal to control the magnitude of inverter output voltage. जुन त्यो चाहिँ कति चाहिँ चेन्ज भयो युनिटी पावर फ्याक्टर हुँदाखेरि टर्मिनल भोल्टेज कति हुन्थ्यो र चाहिँ रिएक्टिभ पावर के रिएक्टिभ लोड बढीसँगै भोल्टेज कति घट्यो त्यो चेन्जलाई चाहिँ हामीले एज अ फिडब्याकको रूपमा चाहिँ लिन सक्छौं which in turn controls the amount of reactive power generated by the STATCOM to keep the load terminal voltage constant at varying load condition. So जसले गर्दाखेरि चाहिँ हामीले STATCOM ले चाहिँ यो Q stat जेनेरेट गरिसकेपछि जति त्यो Q stat भनेको के हो कति चाहिँ लोड चाहिँ के रे कति Q चाहिँ लोडमा बढ्यो त्यसलाई रिप्रेजेन्ट गर्छ अनि त्यो चाहिँ हाम्रो चेन्ज इन लोड टर्मिनलको चाहिँ भोल्टेज ड्यू टु द इन्क्रिज इन रिएक्टिभ लोड लाई चाहिँ हामीले जो फिडब्याक लियो भने त्यही अनुसारको चाहिँ Q यहाँबाट जेनेरेट गर्न सक्छ. Hence the inverter can be controlled to produce the desired value of V naught and theta naught. यो theta naught नर्मली हामीले फन्डामेन्टल कम्पोनेन्टलाई लिएर हेरेका हुन्छौं भोल्टेजको with the closed loop control system. So त्यो closed loop control system चाहिँ कस्तो देखिन्छ त भन्दा यो त्यो अघि भनेको कुरालाई चाहिँ हामीले अब यो फिगरले चाहिँ अलिकति इलिस्ट्रेट गर्छौं हेर्नुस् है त. यहाँ चाहिँ हामीले यो STATCOM ब्रान्चको चाहिँ यो त हाम्रो जुन सोर्स पावर सिस्टम भइहाल्यो यो सोर्स साइड भइहाल्यो यसको लोड भइहाल्यो अनि जुन अघि हामीले चाहिँ STATCOM ब्रान्चको चाहिँ R नट र X नट भन्यौ त्यसलाई चाहिँ यो Z नटले चाहिँ इम्पेडेन्सले चाहिँ रिप्रेजेन्ट गर्यो र इन्भर्टरको आउटपुट टर्मिनलको भोल्टेज V नट थीटा नटलाई चाहिँ यसले यहाँ रिप्रेजेन्ट गरेको छ. अनि यो जुन चाहिँ यो इन्भर्टर हो यो इन्भर्टर चाहिँ हाम्रो PWM इन्भर्टर चाहिँ हामीले यहाँ युज गरेका छौं. PWM इन्भर्टरको चाहिँ वर्किङ प्रिन्सिपल कस्तो हुन्छ भनेर तपाईहरुले डिटेलमा पावर इलेक्ट्रोनिक्समा पढ्नु भएको छ. जुनले PWM इन्भर्टरको फेरि टोटल चाहिँ हामी अहिले रिभ्यु गर्दैनौं. तपाईहरुले पावर इलेक्ट्रोनिक्समा पढ्नु भएको छ भन्ने अजम्पसन गर्छौं. पछि केही कन्फ्युजन भयो भने तपाईहरुले पढ्न पनि सक्नुहुन्छ. फेरि हामी डिस्कसन पनि गरौँला केही भयो भने अर्को तपाईहरुले पढिसकेपछि फेरि एकचोटी हेरौँला है. यो PWM इन्भर्टरमा नर्मली चाहिँ हाम्रो कस्तो हुन्छ भने 3 फेज चाहिँ भयो यसमा 3 फेज PWM इन्भर्टर भयो अनि यहाँ एउटा चाहिँ हाम्रो DC साइडमा चाहिँ VDC हुन्छ. यसको हामीले चाहिँ यसलाई VDC/2 र VDC/-VDC/2 अनि बीचको एउटा सेन्टर पोइन्टलाई चाहिँ ग्राउन्ड गरिदिन्छौं. सो त्यसो भने यतापटि चाहिँ यो पोइन्टको चाहिँ भोल्टेज चाहिँ हाम्रो प्लस VDC/2 हुन्छ. यो पोइन्टको चाहिँ पोटेन्शियल चाहिँ हामीलाई -VDC/2 हुन्छ है. यो PWM इन्भर्टरमा तपाईले यस्तै गर्नुभएको थियो होला. सो यो टर्मिनलको भोल्टेज चाहिँ प्लस यो VDC/2 अनि यो टर्मिनलको भोल्टेज चाहिँ -VDC/2 हुन्छ. अनि हामीसँग यहाँ यो R, Y र B जुन आउटपुट टर्मिनल यहाँबाट यसरी लिन्छौं भने यो VDC बाट चाहिँ यसरी सप्लाई दिन्छ अनि यहाँ चाहिँ हाम्रो चाहिँ यो थाइस्टरहरु छ. यसमा हाम्रो T1, T2, T3, T4, T5, T6 भनेर छ. 6 वटा चाहिँ हाम्रो गेट सिग्नल चाहिँ हामीले निकाल्नु पर्छ. यो चाहिँ हामीले गेट सिग्नल जेनेरेटरबाट निकाल्छौं.
अब गेट सिग्नल जेनेरेटरमा चाहिँ हामीले जुन कन्ट्रोलरको आउटपुट दिन्छौँ त्यो चाहिँ हामीले कसरी निकाल्छौँ भन्ने कुरा चाहिँ मेन चाहिँ हामीले त्यो अघि भनेको कुरालाई चाहिँ यो फिगरबाट चाहिँ अलिकति इलिस्ट्रेट गर्न खोजे हो। जस्तो अघि हामीले के भनेको थियौँ भने यो लुप जुन देख्नु भएको छ यो लुप चाहिँ हाम्रो जुन त्यो स्ट्याटकमले चाहिँ ड्र गर्ने एक्टिभ पावर फ्लो छ त्यो एक्टिभ पावर फ्लोको कन्ट्रोल गर्ने लुप हो भने यो लुप चाहिँ जुन त्यो रिएक्टिभ पावर छ रिएक्टिभ पावर फ्लो चाहिँ कन्ट्रोल गर्ने लुप हो नर्मल्ली। सो एक्टिभ पावरमा चाहिँ हामीले के गर्छौँ भनेदेखि यो भिडिसी यो जुन क्यापेसिटरको एक्रसको चाहिँ भोल्टेज छ भिडिसी यसलाई चाहिँ हामीले फिडब्याकको रूपमा लिन्छौँ। यो भिडिसी चाहिँ कति छ भनेर फिडब्याकको रूपमा लिन्छौँ र भिडिसी रिफरेन्स भनेको चाहिँ स्टेडी स्टेटमा चाहिँ यो भिडिसीको भ्यालु कति हुनुपर्ने हो। स्टेडी स्टेटमा भन्नाले यहाँको आर0मा जति पावर लस भएको छ त्यति नै एक्टिभ पावर चाहिँ सोर्सबाट लिनको लागि त्यति मात्रै लिनको लागि चाहिँ लिँदाखेरि यो क्यापेसिटरको एक्रसको भिडिसी कति हुनुपर्ने यो हामीले क्याल्कुलेसनबाट अलरेडी निकाल्छौँ भोल्टेज लेभल अनुसार। अनि यो भिडिसी रिफरेन्स चाहिँ यो रिफरेन्स भयो यसको एक्चुअल चाहिँ कति भ्यारै भएको छ भनेर हामीले भिडिसी चाहिँ फिडब्याकको रूपमा दिन्छौँ र यो इरर सिग्नल चाहिँ पिआई कन्ट्रोलरमा दिन्छौँ। यो पिआई कन्ट्रोलरले यो इररलाई 0 बनाउने गरी भनेको यो रिफरेन्स भिडिसी र एक्चुअल भिडिसी चाहिँ इक्वल हुने नभए के अरे हुने गरी चाहिँ सिग्नल निकाल्छ र त्यो चाहिँ हाम्रो गेट सिग्नल थ्रु अब यो भनौँ न फायरिङ एङ्गल कन्ट्रोल गरेर त्यो गर्ने त हो इरर 0 बनाउने त हो होइन। त्यसरी चाहिँ पिआई कन्ट्रोलरले यहाँनिर काम गर्छ बुझ्नु है। त्यसरी नै यो त हाम्रो एक्टिभ पावर लुपको कन्ट्रोल भयो भने अब यता रिएक्टिभ कन्ट्रोल लुपमा अघि हामीले सुरुको फिगरमा भनेको जस्तो चाहिँ मैले अघि नै भनेको छु पावर फ्याक्टर नै सिधै चाहिँ त्यो सेन्स गर्ने भन्ने त हामीलाई कन्सेप्ट बुझाउनको लागि अघिको यो सुरुको फिगरमा चाहिँ हामीले स्ट्याटकमको कन्सेप्ट बुझाउनको लागि चाहिँ यहाँ पावर फ्याक्टर सेन्सर राखेको हो। तर इनफ्याक्ट पावर फ्याक्टर सेन्सर राखेर हार्डवेयरहरूमा गर्न रियलमा गर्न गाह्रो हुन्छ। त्यसो हुनाले हामीले त्यहाँ के गर्छौँ भोल्टेज सेन्स गर्छौँ किनभने एक्टिभ पावर बढ्नु भनेको टर्मिनल भोल्टेज घट्नु हो। अनि यहाँ रिफरेन्स भोल्टेज निकाल्छौँ। रिफरेन्स भोल्टेज भनेको युनिटी पावर फ्याक्टर हुँदाखेरि चाहिँ यो टर्मिनल भोल्टेज कति हुनु पर्थ्यो भनेर यसको पिक भ्यालु लिन्छौँ र यो भोल्टेज सेन्स गर्दा पनि हामी पिक भ्यालु लिन्छौँ। अनि यसरी चाहिँ रिफरेन्सबाट चाहिँ यो जुन टर्मिनल भोल्टेज आउँछ यसले चाहिँ जुन इरर आउँछ यो इररलाई चाहिँ हामी फेरि अर्को पिआई कन्ट्रोलरमा पठाउँछौँ र यो पिआई कन्ट्रोलरको अनुसार गेट सिग्नल जेनेरेट हुन्छ र फेरि यो इरर 0 नभएसम्म 0 हुने गरी चाहिँ गेट सिग्नल चाहिँ यहाँ पठाउँछ। सो दिस इज द क्लोज लुप कन्ट्रोल अफ द स्ट्याटकम है। नर्मल कन्सेप्ट त्यो अघि भनेकै कुरा हो है। अब द पिआई कन्ट्रोलर 1 जेनेरेट्स द प्रोपर भ्यालु अफ मोडुलेसन इन्डेक्स। अब यसमा तपाईँले पिडब्ल्युएम इन्भर्टरमा चाहिँ हाम्रो तपाईँहरूलाई थाहा छ त्यहाँ इन्भर्टरमा जुन एउटा मोडुलेटिङ सिग्नल र क्यारियर सिग्नल भनेर दिन्छौँ र त्यसको हामीले मोडुलेसन इन्डेक्स भनेर डिफाइन गर्छौँ। त्यो अनुसारको चाहिँ हाम्रो यो चाहिँ गेट सिग्नल जेनेरेट हुने गर्छ। सो PI1 यो पिआई कन्ट्रोलर 1 जेनेरेट्स द प्रोपर भ्यालु अफ मोडुलेसन इन्डेक्स एन्ड कन्ट्रोलर 2 जेनेरेट्स द प्रोपर भ्यालु अफ फेज एङ्गल थीटा नट है। यसलाई चाहिँ प्रोपर भ्यालु अफ फेज एङ्गल थीटा नट चाहिँ थीटा नट भनेको चाहिँ यसले निकाल्छ PI2 ले निकाल्छ भने 1 ले चाहिँ यसको मोडुलेसन इन्डेक्स निकाल्छ। द गेट सिग्नल जेनेरेटर जेनेरेट्स गेट सिग्नल्स फर स्विच पेयर T1 एन्ड T2 एकचोटि T1 र T2 को लागि फर आर फेज टु टर्न अन एन्ड अफ सेभरल टाइम्स टु प्रोड्युस द सेभरल पोजिटिभ एन्ड नेगेटिभ स्क्वायर वेभ अफ VRO भनेको के हुन्छ भने T1 यदि स्विच अन भएर T2 अफ भएको बेलामा VRO भनेको प्लस VDC/2 हुन्छ। यो हेर्नुहोस् है प्लस VDC/2 हुन्छ। T2 अफ भएर T1 आएको बेलामा यो चाहिँ के हुन्छ VRO भनेको प्लस VDC/2 हुन्छ। त्यसरी नै T1 अफ भएर T2 अन भएको बेलामा VRO भनेको चाहिँ कति हुन्छ माइनस VDC/2 हुन्छ। त्यसरी नै T3 अन भएर T4 अफ भएको बेलामा प्लस VDC/2 हुन्छ अनि T3 अफ भएर T4 अन भएको बेलामा माइनस VDC/2 हुन्छ। तर यसको चाहिँ र यसको चाहिँ यो पेयरको फेज डिफरेन्स चाहिँ 120 डिग्री हुन्छ है। सो त्यही कुरालाई चाहिँ यहाँ लेखेको छ द गेट सिग्नल जेनेरेटर जेनेरेट्स द गेट सिग्नल फर स्विच पेयर T1 and T2 of R phase to turn on and off several times to produce several positive and negative square wave of VRO output in a cycle. Similarly, switch pair T3 and T4 Y phase and switch pair T5 and T6 of B phase
are also turned on and off several times in a cycle in a similar fashion of R phase, but with 120 phase difference with respect to the each other. अब फेरि B को चाहिँ अरु फर्दर 120 गर्दाखेरि R र B को चाहिँ 240 को डिफरेन्स हुने भयो, where VRO is the potential of point R with respect to the midpoint of DC voltage O, right? So the switching pattern for a cycle is determined by comparing the high frequency triangular carrier wave. यसमा हामी यो जुन हाई फ्रिक्वेन्सी यसमा चाहिँ हामीले जुन यो फ्रिक्वेन्सी छ हाई फ्रिक्वेन्सी ट्रायंगुलर वेभ छ जसलाई हामी क्यारियर वेभ भन्छौं र हामीलाई चाहिँ जुन इन्भर्टरको आउटपुटको चाहिँ कति फ्रिक्वेन्सीको फन्डामेन्टल फ्रिक्वेन्सी कतिको वेभ चाहिने हो त्यति नै फ्रिक्वेन्सी भएको चाहिँ हामीले साइन वेभ दिन्छौं जसलाई हामी चाहिँ मोडुलेटिङ चाहिँ सिग्नल भनेर भन्छौं। सो यो ट्रायंगुलर वेभ चाहिँ जुन चाहिँ नर्मली हायर फ्रिक्वेन्सी हुन्छ यहाँ हेर्नुस् त चाहिँ साइन वेभ एक साइकल कम्प्लिट हुँदाखेरि यो चाहिँ ट्रायंगुलर वेभ चाहिँ 1 2 अनि 3 6 साइकल चाहिँ कम्प्लिट भएको छ है। सो हामीले यहाँ के भन्न सक्छौं भने द फ्रिक्वेन्सी अफ द मोडुलेटिङ साइन वेभ is made equal to the fundamental frequency of the inverter output voltage. हामीलाई इन्भर्टरको आउटपुट भोल्टेजको फ्रिक्वेन्सी कति चाहिएको छ त्यो चाहिँ हामीले यो साइन वेभको फ्रिक्वेन्सी सेट गरेर चाहिँ मिलाउन सक्छौं। So this figure shows the modulating sine wave and triangular carrier wave and resulting waveform of VRO for modulating index चाहिँ यो हाम्रो 0.6 र फ्रिक्वेन्सी रेशियो चाहिँ 6 भनेर चाहिँ बनेको छ है। अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने यदि मोडुलेटिङ वेभ चाहिँ क्यारियर सिग्नल भन्दा ठुलो छ भने है क्यारियर सिग्नल भन्दा ठुलो छ भने यसमा चाहिँ आउटपुट सिग्नल चाहिँ यो प्लस VDC/2 आयो है। अनि यो सानो छ भने यो चाहिँ क्यारियर चाहिँ के मोडुलेटिङ वेभ साइन चाहिँ क्यारियर भन्दा सानो छ भने चाहिँ नेगेटिभ भोल्टेज आउँछ। भन्नुको मिनिङ के हो यो कसरी आउँछ त यो चाहिँ साइन वेभ चाहिँ ठुलो हुँदाखेरि पोजिटिभ प्लस VDC/2 अनि साइन वेभ सानो हुँदा चाहिँ माइनस VDC/2 कसरी आउँछ त्यो कुरा तपाईले पाठ्यपुस्तकमा पढ्नु पनि भएको छ। एकचोटी यहाँ अलिकति रिकल गर्नुस् त। यो भनेको हामीले के गर्ने हो भने जब साइन वेभ चाहिँ ठुलो हुन्छ त्यो इन्स्ट्यान्टमा चाहिँ T1 एउटा फेजको पर्सपेक्टिभले हेर्ने हो भने जस्तो अघि हामीले कुरा गरेको अनुसार चाहिँ यो R फेजको हेरौँ भने T1 र T2 दुईटा स्विच छ थाइरिस्टर छ। अब जति बेला साइन वेभ ठुलो हुन थाल्छ T1 लाई स्विच अन गरिदिने हो T2 लाई अफ गरिदिने हो भनेपछि त्यो RO T1 तिर RO तिर प्लस VDC/2 एपियर हुन्छ। अनि जति बेला चाहिँ साइन वेभ सानो भएर क्यारियर वेभ चाहिँ ठुलो हुन थाल्छ मोडुलेटिङ वेभ सानो भएर क्यारियर वेभ ठुलो हुन थाल्छ त्यति बेला अब T1 लाई अफ गरिदिएर यो इन्स्ट्यान्टमा के हुन्छ θ1 मा T1 अफ हुन्छ T2 अन हुन्छ के। यहाँ T2 अफ हुन्छ T1 अन हुन्छ यहाँ T1 अफ हुन्छ T2 अन हुन्छ T2 अन हुन्छ T2 अन भएपछि त माइनस VDC/2 देखिने भयो त्यो हुनाले यस्तो आयो। फेरि अब फेरि यो पोइन्टमा गएपछि के हुन्छ फेरि साइन वेभ ठुलो भयो भनेपछि यहाँ फेरि T1 अन हुन्छ T2 अफ हुन्छ फेरि प्लस VDC/2 आयो। यसरी चाहिँ हामीले अब यसकै स्विचिङ इन्स्ट्यान्टलाई चाहिँ चेन्ज गर्ने हो यो VRO क्याल्कुलेट गर्नलाई। सो मोडुलेटिङ साइन वेभ एन्ड ट्रायंगुलर वेभ फर दिस एन्ड रिजल्टिङ वेभफर्म अफ VRO भनेर हामीले यो तपाईले जुन PWM इन्भर्टर पढिसक्नु भएको छ त्यसकै हल्का रिकल मात्रै हो यो चाहिँ है। यो फिगर त त्यही नै हो। अब यसमा हामीले यो मोडुलेटिङ इन्डेक्स भनेको के थियो भनेर अलि रिकलको लागि मात्र राखेको हो। यो मोडुलेटिङ इन्डेक्स भनेको चाहिँ मोडुलेटिङ साइन वेभको चाहिँ पिक भ्यालु डिवाइड बाइ यो ट्रायंगुलर क्यारियर वेभको पिक भ्यालु यो चाहिँ अहिले हाम्रो 0.6 थियो त्यो भनेको यो पिक भ्यालु डिवाइड बाइ YPK डिवाइड बाइ VCPK गरेर चाहिँ यो मोडुलेटिङ इन्डेक्स निकालेको हो। त्यसरी नै फ्रिक्वेन्सी रेस्पोन्स फ्रिक्वेन्सी रेशियो भनेको चाहिँ रेशियो अफ फ्रिक्वेन्सी अफ ट्रायंगुलर क्यारियर वेभ टु फ्रिक्वेन्सी अफ मोडुलेटिङ वेभ। अघिको केसमा चाहिँ हाम्रो एक साइकल कम्प्लिट हुँदाखेरि यो 6 साइकल कम्प्लिट भयो थियो भन्नुको मिनिङ क्यारियर यो चाहिँ ट्रायंगुलर वेभको फ्रिक्वेन्सी चाहिँ साइन वेभको भन्दा 6 टाइम्स बढी थियो। त्यसो हुनाले अघिको केसमा चाहिँ फ्रिक्वेन्सी रेशियो चाहिँ 6 थियो। द स्विचिङ प्याटर्न फर द फलोइज लजिक भनेको यदि मोडुलेटिङ सिग्नल चाहिँ क्यारियर सिग्नल भन्दा ठुलो छ भने इफ मोडुलेटिङ सिग्नल इज ग्रेटर देन क्यारियर सिग्नल देन VRO प्लस VDC/2 हुन्छ भने यो कसरी हुन्छ थाहा पाइहाल्नु भयो। मोडुलेटिङ सिग्नल बढी हुने बित्तिकै T1 लाई चाहिँ अन गर्ने T2 लाई अफ गर्ने त्यसरी प्लस VDC/2 आइहाल्छ। अनि जब चाहिँ मोडुलेटिङ सिग्नल सानो हुन्छ क्यारियर सिग्नल भन्दा भनेको ट्रायंगुलर वेभ ठुलो हुन थाल्छ अनि T1 लाई चाहिँ अफ गरिदिने T2 लाई अन गरिदिने
यसरी माइनस VDC/2 एम्पियर भइहाल्छ VRO मा the per phase value of inverter output voltage is evaluated as follows per phase भनेको त हाम्रो के हो VRN भनेको त VRO minus VN हो है VRO minus VN गरेपछि हामीले per phase voltage VN निकाल्न सक्छौं र where VN भनेको चाहिँ यो VRO plus VYO plus VBO by 3 हो VN भनेको है सो अब यहाँबाट VRN भनेको तपाईले यो एक्सप्रेसनहरु युज गरेर तपाईले यो क्याल्कुलेट गर्न सक्नुहुन्छ कि पर फेज भोल्टेज VRN को वेभ फर्म चाहिँ यसरी हामीले क्याल्कुलेट गर्ने हो है त अब अलिकति यो मोल्डिङ एन्ड एनालाइसिस अफ स्टार्टकम को चाहिँ यो म्याथमेटिकल मोल्डिङ को लागि चाहिँ हामीले के गर्छौं त भन्ने थोरै कन्सेप्ट यहाँनेर डिस्कसन गरौँ अहिलेसम्म केही क्वेशन छ भने भन्नुस् त यहाँ हेर्नुस् है त मोल्डिङ एन्ड एनालाइसिस अफ स्टार्टकम यो अघिको जुन हाम्रो इक्विभ्यालेन्ट सर्किट अफ स्टार्टकम चाहिँ हामीले यसरी बनायौं है यहाँ we have this load branch RL and XL and this is the STATCOM branch with R0 X0 and this voltage source with terminal voltage V0 angle θ0 now अब हामीले यसलाई सिम्प्लिफाइड इक्विभ्यालेन्ट सर्किट भन्छौं सिम्प्लिफाइड इक्विभ्यालेन्ट सर्किट भनेको चाहिँ कस्तो हो भने यो हामीले स्ट्याटकम ब्रान्चको जुन छ यो स्ट्याटकम ब्रान्चले पनि हामीलाई क्यापेसिटरले जस्तै 90 डिग्री लिडिङ चाहिँ के हो करेन्ट पास गर्छ भन्ने कन्सेप्ट हो नि हैन जसले गर्दाखेरि हामीले यहाँ के गर्न सक्छौं भने यो ओभरअल I0 को 90 डिग्री भन्दा अलिकति कम हो ड्यू टु द प्रेजेन्स अफ R0 यो ब्रान्च सम्म त के हो इक्विभ्यालेन्ट कै यो के रे क्यापेसिटर कै इक्विभ्यालेन्ट हो नि त त्यसो हुनाले हामीले यो भोल्टेज सोर्सलाई चाहिँ एउटा क्यापेसिटर XC ले चाहिँ रिप्लेस गर्न सक्छौं र विथ दिस भोल्टेज अक्रस क्यापेसिटर V0 एंगल θ0 है सो यो भोल्टेज सोर्स राख्नु र क्यापेसिटर राख्नु इक्विभ्यालेन्ट कुरा हो है त्यो चाहिँ हाम्रो चाहिँ यो स्ट्याटकमको अझै सिम्प्लिफाइड इक्विभ्यालेन्ट सर्किट बनायौं भने चाहिँ यस्तो हुन्छ है त सो if it is required to calculate the magnitude and phase that is V0 and angle θ0 to be produced हामीले त खास V0 र θ0 नै हो नि त हामीले ठ्याक्कै कन्ट्रोल गर्नुपर्ने त to be produced by the inverter at various load power factor to give unity power factor operation the calculation with the help of equivalent circuit as shown in figure 5.a would be very complex किनभने यहाँ त सोर्सै छ यसले गर्दाखेरि अलि कम्प्लेक्स बनाउँछ in order to simplify this calculation the equivalent circuit as shown in figure 1.5b can be further simplified a can be further simplified as b भनेको यो भोल्टेज सोर्सको ठाउँमा चाहिँ हामीले क्यापेसिटरले चाहिँ रिप्लेस गर्न सक्छौं here the inverter output voltage V0 inverter output voltage V0 had been replaced by fictitious capacitor so that the voltage across the capacitor is same as the inverter output voltage V0 and the current through capacitor leads V0 by 90 degree for capacitive per mode here it shall be noted that यो क्यापेसिटर राख्न मिल्ने चाहिँ क्यापेसिटिभ मोडको लागि नै हो हामी नर्मली क्यापेसिटर के रे स्ट्याटकमलाई चाहिँ क्यापेसिटिभ मोडमै युज गर्छौं here it shall be noted that XC is not a frequency dependent reactance है यो XC लाई चाहिँ अब हामीले नर्मली हाम्रो XC भनेको त 1/2 pi FC हो which is frequency dependent तर यो अहिलेको XC चाहिँ हाम्रो फ्रिक्वेन्सी डिपेन्डेन्ट होइन भनेर बुझ्नु पर्यो किन बुझ्नु पर्यो भने यो एक्चुअलमा क्यापेसिटर नभएर हामीले एउटा भोल्टेज सोर्सको चाहिँ एनालोगस चाहिँ एनालोगीको रूपमा मात्रै क्यापेसिटरलाई चाहिँ युज गरेको हो त्यसो हुनाले यसको एक्सी चाहिँ भोल्टेज डिपेन्डेन्ट के रे फ्रिक्वेन्सी डिपेन्डेन्ट होइन the voltage drop across it is just simulating the fundamental component of inverter output voltage so त्यही नै our simplified equivalent circuit diagram भइहाल्यो now if the value of XC can be calculated in terms of RL XL
R naught and X naught for unity power factor operation, then the required magnitude and phase of the inverter output voltage can be estimated. So the total impedance of the circuit, यो circuit को total impedance भनेको कति भयो त? यो स्ट्याटकम को एक्रोस को इन्भर्टर इम्पेडेन्स लाई हामीले Z0 भनेर भनौं, लोड को एक्रोस को इम्पेडेन्स लाई हामीले ZL भनेर भन्यौं भने टोटल इम्पेडेन्स भनेको त यो दुईटाको प्यारलल कम्बिनेसन हो. That is obtained by product by sum Z0 into ZL divided by Z0 plus ZL गर्न सकियो. अब Z0 भनेको त के हो? R0 plus JX0 minus XC हो हैन, JX0 minus XC हो. अनि अब यसलाई चाहिँ JX0 minus XC लाई चाहिँ we can say X equivalent. So R0 plus JX equivalent भनेर भन्न सक्छौं. अनि यो X equivalent भनेको त X0 plus XC लाई एजुम्सन गरेको, ZL भनेको RL plus JXL भयो. तपाईले यो भ्यालु राख्नुभयो भने Z total को टोटल भ्यालु यो आयो. अब युनिटी पावर फ्याक्टर भन्नुको मिनिङ चाहिँ के हो भने यो प्यारलल कम्बिनेसनले यो स्ट्याटकम र लोड को प्यारलल कम्बिनेसन चाहिँ टोटल रेजिस्टिभ हुनु हो. बुझ्नुहुन्छ नि, त्यो चाहिँ टोटल रेजिस्टिभ हुनु हो. अथवा यसलाई हामीले अर्को ल्याङ्ग्वेजले चाहिँ यसलाई चाहिँ क्लियर गर्न खोज्यौं भने यो सोर्सले तान्ने करेन्ट I र VS सेम फेजमा हुनु हो. त्यो भनेकै कसरी पोसिबल छ भने यो प्यारलल कम्बिनेसनको टोटल इम्पेडेन्स चाहिँ रेजिस्टिभ भयो भने पोसिबल छ. यो टोटल रेजिस्टिभ हुनको लागि यो Z टोटल को चाहिँ इमेजिनरी पार्ट जुन चाहिँ जसले रिएक्टेन्सलाई चाहिँ रिप्रेजेन्ट गर्छ त्यो 0 हुनु पर्यो. त्यसो हुनाले फर युनिटी पावर फ्याक्टर अपरेसन इमेजिनरी पार्ट अफ दिस इक्वेसन शुड बी 0. अब यसलाई चाहिँ तपाईले यसको कम्प्लेक्स कन्जुगेटले मल्टिप्लाई गर्नुभयो र केही स्टेप सल्भ गर्नुभयो भने यस्तो भ्यालु आउँछ. यस्तो भ्यालु आउँछ with value of constant ABC like this. यो चाहिँ अलिकति यहाँ म्याथमेटिक्स स्किप गरेको हो, तपाईहरुले एकचोटी गर्नुभयो भने पनि हुन्छ है. अब एक्जाममा तपाईले यदि यो याद गर्नुभयो भने गरिराख्नु नि पर्दैन. अब यो सबै कस्तो छ भने त्यो सबै स्टेप वाइज गर्छु भन्नुभयो भने एक्जाममा सल्भ गरेरै सकिदैन के. यो सब्जेक्टको कम्प्लेक्सिटी चाहिँ त्यो हो. त्यसैले कहीँ इक्वेसनहरु तपाईले याद गर्नै पर्छ. त्यो अगाडिको चाहिँ तपाईले सिन्क्रोनस मसिनको मोल्डिङमा पनि त्यो कुरा धेरै ठाउँमा आएको छ. सो यसलाई सल्भ गर्नुभयो भने यो क्वाड्रेटिक इक्वेसन आउँछ र यसको एबीसी को भ्यालु यसरी आउँछ. अब यो क्वाड्रेटिक इक्वेसनलाई चाहिँ तपाईले सल्भ गर्नुभयो भने फर्दर सल्भ गर्नुभयो भने द इक्वेसन 3.1 गिव्स टु भ्यालुज अफ x क्यूब. यसको चाहिँ दुईटा भ्यालु चाहिँ x इक्विभ्यालेन्ट को भ्यालु दुईटा आउँछ. x इक्विभ्यालेन्ट को भ्यालु क्वाड्रेटिक इक्वेसन भएपछि यसको सोलुसन दुईटा आउनु स्वाभाविक भइहाल्यो. x इक्यू को भ्यालु दुईटा आउनु भनेको x इक्यू को भ्यालु चाहिँ दुईटा आउनु भनेको xc को भ्यालु पनि दुईटा आउनु हो. तपाईँ x0 त चेन्ज हुँदैन, xc को भ्यालु पनि दुईटा आउने हो. The value of x eq which gives positive value of xc and which gives the magnitude v naught is greater than vs shall be taken. अब त्यो दुईटा भ्यालु को xc मध्ये है कुन चाहिँ ठीक हो त भनेर कसरी थाहा पाउने त भन्दाखेरि x eq को भ्यालु चाहिँ जुन चाहिँ xc को भ्यालु पोजिटिभ पनि हुनु पर्यो र यो v naught को भ्यालु चाहिँ ठुलो पनि निस्किनु पर्यो के vs भन्दा. यो v naught को भ्यालु चाहिँ vs भन्दा सानो भयो भने त यसले रिएक्टिभ पावर जेनेरेट गर्न सक्दैन. त्यसो हुनाले हामीले अब त्यो दुईटा भ्यालु मध्ये कुन चाहिँ भ्यालु राइट हो भनेर चाहिँ दुईटा भ्यालुलाई हेरेर त्यसरी थाहा पाउनु पर्छ. अर्कैले चाहिँ थीटाकोबाट पनि हामीले भ्यालु फाइन्ड गर्न सक्छौं. जस्तो थीटाबाट चाहिँ कसरी फाइन्ड गर्न सकिन्छ भने थीटाको भ्यालु नर्मल्ली 4-5 बिलो 10 डिग्रीको जस्तो रेन्जमा हुन्छ. एउटा थीटा चाहिँ सानो एउटा थीटा ठुलो आयो भने त्यो ठुलो चाहिँ होइन भन्ने चाहिँ मान्नुपर्छ. Once the value of xc is calculated, then I naught can be calculated. xc को भ्यालु आएपछि हामीले I naught को भ्यालु क्याल्कुलेट गर्न सक्छौं. I naught भनेको त हामीले के थाहा छ त यहाँबाट हामीले I naught को भ्यालु भनेको vs by r naught plus jx naught plus minus jxc भनेर क्याल्कुलेट गर्न सक्छौं.
अब एक्सी को भ्यालु दुईटा छ भने चाहिँ आई नट को भ्यालु पनि दुईटा आउँछ देन द म्याग्निट्युड एन्ड फेज अफ इन्भर्टर आउटपुट भोल्टेज क्यान बी इभालुएटेड एज भनेर अब हामीलाई चाहिँ यहाँबाट आई नट पनि आयो है भनेपछि भी नट भनेको चाहिँ हामीले यो भोल्टेजको चाहिँ आउटपुट भोल्टेज भी नट भनेको आई नट इन्टु यसको एक्रसको रिएक्टेन्स हो एक्सीको एक्रसको रिएक्टेन्स भनेको त माइनस जे एक्सी हो यहाँबाट फ्लो हुने करेन्ट इन्टु यसको चाहिँ रिएक्टेन्स गऱ्यौँ भने यसको एक्रसको भोल्टेज भी नट र थीटा नटको भ्यालु चाहिँ हामीले यसरी पत्ता लगाउन सक्छौँ भनेर भनेको छ है सिम्पली एउटा सानो प्रब्लम हेरौँ त यहाँनिर figure below shows the per phase equivalent circuit of STATCOM एउटा चाहिँ यहाँ per phase equivalent त्यहाँ छ थ्री फेज होइन यो सिंगल फेज हो सिंगल फेज इक्विभ्यालेन्ट अफ STATCOM सर्किट गिभन छ यसमा चाहिँ हाम्रो सोर्स भोल्टेज 230 भोल्ट एंगल 0 डिग्री छ अनि लोड को एक्टिभ पावर डिमान्ड 125 किलोवाट रिएक्टिभ 75 kVAR अनि यहाँ STATCOM को ब्रान्च राखेको छ त्यहाँ चाहिँ हाम्रो इन्भर्टर नै देखाएको छ यहाँ अनि इन्भर्टरको आउटपुट टर्मिनल भोल्टेज 250 भोल्ट र एंगल -5 डिग्री पनि गिभन छ अनि यसको चाहिँ STATCOM ब्रान्चको चाहिँ आर नट र एक्स नट को भ्यालु पनि गिभन छ सो अब तपाईले क्याल्कुलेट गर्नुपर्ने चाहिँ के छ भने क्याल्कुलेट द म्याग्निट्युड एन्ड फेज अफ STATCOM ब्रान्च करेन्ट आई नट यो आई नट को चाहिँ तपाईले म्याग्निट्युड र फेज निकाल्नु पर्यो STATCOM बाट कति करेन्ट फ्लो हुन्छ भनेर एउटा अर्को चाहिँ क्याल्कुलेट द रिएक्टिभ पावर जेनेरेटेड बाइ द STATCOM यो STATCOM ले कति चाहिँ रिएक्टिभ पावर चाहिँ जेनेरेट गरिरहेको छ भनेर तपाईले यो दुईटा भ्यालु क्याल्कुलेट गर्नु पर्यो यहाँनेर के भनेछ हिन्स नो नीड टु सल्भ क्वाड्रेटिक इक्वेसन तपाईले क्वाड्रेटिक इक्वेसन सल्भ गरिराख्नु पर्दैन युज फेजर डायग्राम जनरल नलेज टु क्याल्कुलेट द आई नट एन्ड स्टार्ट तपाईले सिम्पल फेजर डायग्रामको आइडियाबाट चाहिँ क्याल्कुलेट गर्न सक्नुहुन्छ भनेर भनेको छ यहाँ हेर्नुस् त हामीले अहिले के गर्छौं भने यो सप्लाई भोल्टेज अब इन्भर्टरको टर्मिनल भोल्टेज त यो भन्दा ठुलो हुनुपर्छ त्यो हुनाले हामीले फेजर ठुलो देखाएको यसको एंगल चाहिँ थीटा नट भनेर एजम्पसन गर्यो अनि आई नट अब रिएक्टिभ पावर सप्लाई गर्नु छ भने obviously यो लिडिङ भइहाल्छ अब कम्प्लिटली पर्फेक्टली 90 डिग्री लिडिङ हुन सक्दैन अलि थोरै लिडिङ हुन्छ हामीले यहाँ भीएस र आई नट को बीचको भ्यालु 5 मानेको छ है अनि यो चाहिँ आई नट sin 5 भयो अब के हुनु पर्यो त भने यहाँ हामीलाई सबै भ्यालु त दिया छ सोर्स भोल्टेज म्याग्निट्युड एंगल टर्मिनल इन्भर्टर को टर्मिनल भोल्टेज म्याग्निट्युड एंगल सबै दिया छ अब यो आई नट को चाहिँ डाइरेक्सन यो डाइरेक्सनमा छ आई नट यो डाइरेक्सनमा आई नट छ भन्नुको मिनिङ यो आई नट को भ्यालु चाहिँ हामीले भीएस माइनस भी नट डिवाइड बाइ यसको इम्पिडेन्स गरेर निकाल्न सक्छौं नि त्यसो हुनाले आई नट भनेको भीएस माइनस भी नट डिवाइड बाइ इम्पिडेन्स गर्छौं तपाईले भन्नु होला हामीले त लार्जर भोल्टेज माइनस स्मलर भोल्टेज गर्नुपर्ने भनेर तर हामीले यो करेन्टको डाइरेक्सन हेर्नु पर्छ त्यो भनेको भीएस माइनस भी नट बाइ इम्पिडेन्स लेखिन्छ त्यसरी सो यसलाई तपाईले सबै भेक्टर फर्ममा राख्नु भयो भने र सल्भ गर्नु भयो भने तपाईले यो आई नट को चाहिँ म्याग्निट्युड र एंगल चाहिँ पाउनुहुन्छ सो आई नट को म्याग्निट्युड भनेको 226.09 र यसको चाहिँ एंगल भनेको 79.82 डिग्री सो यो एंगल 79 आयो भने यसको म्याग्निट्युड पनि आयो अब तपाईलाई STATCOM ले जेनेरेट गर्ने कति रिएक्टिभ पावर जेनेरेट गर्छ त एक्चुअलमा भनेर तपाईलाई आयो अब STATCOM ले जेनेरेट गर्ने भनेको त के हो भने यो STATCOM को एक्रस को टोटल भोल्टेज भनेको भीएस इन्टु STATCOM को रिएक्टिभ कम्पोनेन्ट भनेको त आई नट sin 5 हो सो भीएस आई नट sin 5 गर्नुभयो भने STATCOM ले प्रोड्युस गरेको टोटल रिएक्टिभ पावर चाहिँ आउने भयो सो भीएस भनेको 230 भोल्ट छ अनि आई नट र sin 5 नट लिनुभयो भने 51.182 kVAR पर फेज चाहिँ STATCOM ले चाहिँ जेनेरेट गर्दो रहेछ अब यहाँ अब लोडलाई जम्मा चाहिने पर फेज जम्मा चाहिने रिएक्टिभ पावर
75 के बार पर फेजमा स्ट्याटकमले जेनेरेट गर्यो 51.182 के बार भनेपछि अझै सोर्सले चाहिँ कति रिएक्टिभ पावर जेनेरेट गर्नु पर्यो त करे जेनेरेट होइन सप्लाई गर्नु पर्यो रिएक्टिभ पावर सप्लाइड बाइ द सोर्स भनेको लोडको पर फेज डिमान्ड माइनस स्ट्याटकमले प्रोड्युस गरेको पर फेज के बार गर्यो भने 23.8 चाहिँ सोर्सले पठाउनु पर्यो यदि स्ट्याटकम नराखेको भए पर फेजमै 75 के बार पठाउनु पर्थ्यो सोर्सले भने स्ट्याटकम राखेपछि 23.8 के बार पर फेज मात्रै पठाए हुन्छ 51.18 चाहिँ स्ट्याटकमले पठाउने भयो यो मैले सिम्पल न्युमेरिकल एउटा न्युमेरिकल यहाँ राखेँ त्यो घाँटी धेरै नै खसखसायो है धेरै बोल्दा बोल्दा तपाईहरुलाई एकचोटि अलिकति यो पढेर आउनु होला अघि हामी अर्को क्लासमा अलिकति यो त के हो भने अघिको स्विचिङ इन्स्ट्यान्ट थियो नि θ1 θ0 θ1 θ2 थियो नि जो θ0 मा चाहिँ t1 अफ गर्ने अन गर्ने t2 अफ गर्ने त्यो यो कुराहरु चाहिँ हामीले यो इटरेटिभ मेथडबाट न्युटन ऱ्याप्सन मेथडहरुबाट क्याल्कुलेट गर्न सक्छौं भनेर थोरै रिभ्यु मात्रै राखेको हो यहाँ है अनि यो अर्को हामीले अघि जस्तो हामीले अघि कन्ट्रोलमा चाहिँ अलिकति यो हिस्टेरेसिस ब्यान्ड करेन्ट कन्ट्रोल मेथड चाहिँ अलिकति चलेको छ अघिको चाहिँ हाम्रो भोल्टेज कन्ट्रोल मात्रै थियो नि हामीले यो VDC PI कन्ट्रोलरबाट चाहिँ सिधै गेट सिग्नलमा दिन्थ्यौं अनि यतापट्टि भोल्टेज सोर्स र V रेफरेन्स लिएर PI कन्ट्रोलरबाट सिधै गेट सिग्नलमा दिन्थ्यौं अहिले यसमा चाहिँ के छ भने हिस्टेरेसिस ब्यान्ड करेन्ट कन्ट्रोल मेथड भन्ने हुन्छ यो चाहिँ हामीले यो हिस्टेरेसिस ब्यान्डको करेन्ट कन्ट्रोल कसैले तपाईहरुले अहिले यो आफ्नो प्रोजेक्टमा पनि युज गरिराख्नु भएको छ होला यो चाहिँ अलिकति हामी डिस्कसन गरौँला यो हिस्टेरेसिस ब्यान्ड करेन्ट कन्ट्रोलरले चाहिँ कसरी काम गर्छ भनेर अर्को क्लासमा अनि यो ओभरअल स्ट्याटकमको चाहिँ सिमुलेसन एउटा मोडल कस्तो हुन्छ र यसको रिजल्ट कस्तो आउँछ भनेर टेन्टेटिभ डिस्कसन छ अनि स्ट्याटकम चाहिँ सकिन्छ यदि भएपछि म यसलाई अर्को क्लासमा कन्टिन्यू गर्छु है आज अलि फास्ट बोलियो कि धेरै बोलियो घाँटी अलि खसखसा केही कन्फ्युजन छ अहिले भने भन्नुस् त बोल्नु भएको छैन तपाईहरु है के पनि नबुझेर हो कि सबै बुझेर हो पवन एकचोटी बोल्नुस् त तपाई पवन गेवाली हेलो पवन पवन पनि के क्लास जोइन गरेर यसरी क्लास नबसेर त हुँदैन नि त अमृत हजुर सर मैले अमृतलाई अघि पनि बोलाएको थिएँ तिमी कहाँ गएको थियौ त नि अघि सर म त्यहाँ बाहिर निस्केर छु त्यही बेला मैले अघि तिमीलाई बोलाइरहेको थिएँ अब यसरी पढ्न थालेलाई विचार गरेर त बुझिन्न नि त नि अनि अमृत के गर्ने एकैछिन निस्केको सर बुझिरहेछौ त भनेको ठिक बुझिहाल्यो नबुझेको कुरा सोध्नु पर्ने छ भने भनिहाल आशिष बोलिया हजुर सर तिमी सुनिरहेछौ हजुर हजुर सुनिरहेछु क्लियर भएको छ कन्सेप्ट ठिकै छ सर अब यसो हेरेछ के आफूले हेरेपछि राम्रोसँग बुझिएर ओके विपना हजुर सर तिमी सुनिरहेछौ नि कन्टिन्यू सुनिरहेछ सर